वी आर इन द टप है। हामी लाकुरी भ्यान्ज्याङको चाहिँ नि लगभग हामी यो टप पोइन्ट नै हो। यहाँबाट चाहिँ नि हामी अब भ्यू पोइन्ट जान सक्छौँ। आज चाहिँ नि यो एकदम मौसम हामीलाई भाग्यले नै दिएको कि यो हुस्सुले गर्दा झन् एक्साइटेड भएर आएको छ। अब खाली र घाम हेर्नुभन्दा यो हुस्सु चाहिँ अलिकति हेर्दा हामीलाई चाहिँ नि रमाइलो लागेको छ। यो हामीलाई अलिकति अझै एनर्जी थपिएको छ। अब यो घाम खुल्ला मान्छेहरूले भन्छन् त्यो पनि ठिकै हो, एउटा भ्यूको लागि ठिक हो। तर यो चाहिँ नि आजको जुन यो मौसम चाहिँ नि एनर्जीको लागि चाहिँ एकदमै बेस्ट। हजुरलाई जति पनि तलको थकान छ त्यो सबै तपाईँको यो चिसोले सर्लक्कै तल पाइतलबाट तलतिर यो हाम्रो ग्राउन्ड यहाँ छ हामीले राखेको। तल हामीले यतापट्टि तलको देख्न सक्छौँ। आँखाले चाहिँ देखिरहेको छु म यहाँबाट घरहरू तलपट्टि है। यो पोइन्टमा अलिअलि देखिन सकिन्छ कि घरहरू देखिँदैन। यो मेरो अलिकति आइफोन होइन, स्यामसङ पर्यो। मेरो भाइ चाहिँ नि एकदम रनिङको लागि प्र्याक्टिस गर्दैछ। यो चाहिँ बाटो रहेको छ तल्लोपट्टि। तल्लोबाट आउने गाडी साडी आउने बाटो हो त्यो।